नमस्ते सबैजना साथीहरूलाई गुड मर्निङ। मैले कुरुसबाट पर्स बनाएको छु, मोबाइल अनि साँचोहरू राख्न अलिक थोरै पैसाहरू पनि राख्न मिल्छ यसमा। हाम्रो डेली युजको लागि हुन्छ। यो चाहिँ यस्तो खालको छ। यो चाहिँ नेपाली ऊनबाट बनेको नेपाली ऊन हो। अनि यस्तो कुरुसबाट चाहिँ बनाएको हो। अनि यस्तो पनि हुँदो रहेछ हैन। यस्तो ऊन यो इन्डियन ऊन हो। यो चाहिँ इन्डियन हो, यो चाहिँ नेपाली ऊनबाट हो। तर यो चाहिँ एकदम राम्रो छ। यस्तो राम्रो छ। अनि यस्तो हुन्छ यहाँभित्र। अनि यहाँ चेन हाल्नु बाँकी छ, चेन हाल्नुपर्छ। अनि यसरी हातमा झुन्ड्याएर यसरी बोकेर हिँड्न सकिन्छ। कस्तो लाग्यो?